हेलो नमस्ते। म आज तपाईहरुलाई यस तनहुँ जिल्ला सुक्रा गण्डकी नगरपालिकामा रहेको ढोरबराई मन्दिरको सम्पूर्ण यहाँ चाहिँ जानकारी गराउँदै छु। तपाईहरुलाई यस ढोरबराई मन्दिरमा दर्शन गर्न आउँदाखेरि कस्तो छन् के छन् भनेर घरैबाट पनि तपाईहरुले चाहिँ दर्शन लिन सक्नुहुन्छ मेरो युट्युबबाट। र तपाईहरुलाई चाहिँ म सर्लक्क पहिला पार्किङ स्थल देखाउँछु, त्यसपछि आएर सिडी अनि त्यसपछि आएर तपाईहरुलाई चाहिँ सिधै म चाहिँ मन्दिरको लहर मन्दिरबाट अनि आउँदाखेरि कस्तो हुँदैछ भनेर देखाउने छु है त। हस् त ल हेर्नुस् है त। ल यो तपाईको चाहिँ अब पार्किङ स्थल हो। यहाँ सम्पूर्ण गाडीहरु राखिन्छ, साना ठुला गाडी सबै आउँछन् यहाँ। एरिया ठुलो रहेछ। हजुरको पार्किङ स्थल चाहिँ हजुरको पार्किङ स्थल फेरि त्यता राखेको रहेछ, मोटरसाइकल पार्किङ स्थल उता राखेको रहेछ। यो तपाईको मोटरसाइकल पार्किङ सम्पूर्ण पार्किङ साना गाडीहरुको यहाँ चाहिँ छ भने ठुला गाडीहरुको लागि चाहिँ फेरि उता राखेको रहेछ। अब म चाहिँ जाँदैछु मन्दिरतर्फ है त। यहाँसम्म तपाईहरुको गाडी सरासर आउँछ, समय ठाउँमा पिच छ। दुलेगौँडाबाट भित्र छिरेपछि र घोटकोटीबाट छिरेपछि पनि यहाँ आउँछ है। दूरी से के चिल्ला न होला गाडीमा आइसकेपछि तपाईहरुलाई यति सिडी चाहिँ हिँड्नुपर्छ है। कोही चाहिँ जाने क्रम जारी छ भने कोही फर्किने क्रम दर्शन गरेर फर्किने क्रम जारी छ। अहिले म तपाईहरुलाई यो भिडियो चाहिँ 2082 जेठ महिनाको 10 गते चाहिँ खिचेर अपलोड गरिरहेको छु है त। अहिले फर्कदा सामान किन्दिन भनेर Good boy. Good boy. Good boy. यहाँ ठाउँमा चाहिँ खाना नास्ताको पनि व्यवस्था रहेछ, राम्रो छ होटलहरु। अब तपाईहरुलाई यदि यही खाने हो भने पहिल्यै अर्डर गरेर राख्नुपर्ने रहेछ। गइसकेर चाहिँ मन्दिर दर्शन गरेर आइसकेपछि तपाईहरु
यहाँ खानाको व्यवस्था पनि मिल्ने रहेछ होइन। आज शनिबार भएको हुनाले यति भिड छ हजुरको होइन, मन्दिरमा अति भिड छ, भिड लागिरहेछ होइन। कस्तो राम्रो न्युरोहरू राख्नु रहेछ, जहाँनिर मैले लिएर जान्छु न्युरोहरू। कति पर्छ नि न्युरोलाई बाबु? मुठा हो ल है त, फर्किँदाखेरि हो राम्रो डेकोरेसन गरेर राख्नुभएको छ। तपाईँहरूलाई चाहियो भने माला होइन, नरिवल, फलफुल सबै यहाँ लानु सक्नुहुन्छ। एउटाको कति पर्छ अरे दाजु? हजुर एउटाको कति पर्छ अरे? टोकरीलाई यो सौभाग्य चुनरी सबै भएको 200 रुपियाँ जम्मा। 200 रुपियाँमा तपाईँहरूलाई चाहिँ यहाँ पाइने रहेछ होइन। आफ्ना मम्मीको हात छ मामा है। एकदम शान्त हरियाली होइन, यस्तो राम्रो ठाउँ छ यो। यहाँ चाहिँ एकदम भक्तालुहरू चाहिँ मागेको कुरा पुग्छ भनेर नै केटाकेटीहरू नबोल्ने होइन, भएकोमा यहाँ बच्चाहरूलाई चाहिँ हजुरले कुनै पनि प्रार्थना ढोरबराई मन्दिरलाई प्रार्थना गरेर माग्नुभयो भने त्यो अवश्य पुग्छ र पुगिरहेछ पनि, र मान्छेहरू अति आउनुहुन्छ यहाँ है। आफूलाई भन्नुहोस् त गर्छ यत्रो हिँड्न सकिरहेको। अब मन्दिर आउनै लागेकी छिन्, ढोरबराई मन्दिर। म तपाईँलाई ढोरबराई मन्दिरमा लगभग पुगिन लागिसकेको छु।
हो यो जुत्ता राख्ने ठाउँ हो सबै भक्तजनहरूले चाहिँ यहाँ आफ्नो तरिकाले जुत्ता राख्नु भएको छ होइन अब म पनि जुत्ता फुकाल्छु है त अब म भिड रहेछ लाइन यहाँ गेटसम्म नै छ अब चाहिँ मात्र हामी सबै कल्याण गरौँ भनेर लेख्नु भएको छ शुभलाभ लेख्नु लाइन कति ठुलो छ भने होइन आज दर्शन गर्ने भएको हुनाले भक्तजनहरू अति भिड लागेको छ यहाँ सबैले बाहिरै पूजा गर्थ्यो भित्र कोही नानी होइन लाइनमा बसेर भित्र कोही नानी होइन सबै लाइनमा बसेर पूजा गर्थ्यो बाहिरै पूजा गर्थ्यो सबैले भित्र जाने कोही थिएन मन्दिरभित्र जाने कोही नि होइन लाइनमा बसेर मन्दिरभित्र जाने कोही नि होइन बाहिरबाट पूजा गर्थ्यो यो नि बाहिर लाइनमा बस्ने बाहिरै पूजा गर्ने जान्छ फर्किन लाइनमा जानु यहाँको खास मन्दिर यहाँ हुनुहुन्छ र लाइनहरू लगाइरहनु भएको छ भने प्रदेश जिल्ला माछापुच्छ्रे गाउँपालिका 6 निवासी श्री हरिकृष्ण ढुङ्गानाज्यूको सपरिवारका 6वटै समितिलाई सहयोग स्थान प्राप्त भएको छ। उहाँलाई धेरै समितिका सभापति उहाँको परिवार सुखशान्ति समृद्धिका साथै यस माताले उहाँको सम्पूर्ण मनोकामना पुरा गरिदिनेछ भनेर हामीले विश्वास गरेका छौँ। धन्यवाद। कहाँ यहाँ काट्ने रे
यो खसेर काट्ने अब यही काटिन्छ अनि भोक लागिदिनु यहाँ चाहिँ पोखरी छन् यहाँ चाहिँ माछाहरू हुन्छ पानी सकिन्छ बलि दिइन्छ बच्चाहरूलाई चाहिँ लेडिज ब्याग भेटिएको हुनाले ब्याग खोल्नुहुने महानुभावहरूले यस सचेतनमा आएर सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। प्लास्टिक कहाँ बोकाहरू काटिसकेपछि फेरि तल चाहिँ यहाँ चाहिँ तपाईँहरूको चाहिँ यहीँ बनाइदिने चलन पनि रहेछ। यसरी नै तपाईँहरूको चाहिँ भिडियो मैले ठाउँ ठाउँको मन्दिरहरूको भिडियो बनाउने छु र तपाईँहरूलाई चाहिँ अब मेरो भिडियोहरू मनपर्छ भने तपाईँहरूले मलाई चाहिँ सब्सक्राइब र कमेन्ट लाइक पनि गरिदिनु होला। ल लगभग मैले यहाँ चाहिँ अहिले लामो भिडियो बनाइसकेँ, तपाईँहरूले मिलाएर हेर्नु होला है त।